सभामुख महोदय, आज म मेरो गृह जिल्ला बझाङ पछिल्ला दिनहरूमा आगलागीका घटनाबाट आक्रान्त भएको छ। विभिन्न पसलहरू, घरहरू जलेर नष्ट भएका छन्। धेरै ठुलो धनको क्षति भएको छ र आज मानिसहरूको गाँस बास र कपासको ठुलो हाहाकारको अवस्था सिर्जना भएको छ। यसैगरी अस्ति मात्रै बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर 7 का सन्तोष महरको घरमा राति ग्यास लिक भएर आगलागी भएर धेरै ठुलो धनको क्षति भएको छ। 25 लाख भन्दा बढीको चाहिँ क्षति भएको छ। त्यसैगरी दुर्गाथली गाउँपालिका वडा नम्बर 1 का उत्तम खातीको भाँडे बगरमा पसलमा आगलागी भएर ठुलो क्षति भएको छ। पुरै नष्ट भएको छ। 12-15 लाख भन्दा बढीको क्षति भएको छ। त्यसैगरी 26 पाथिभरा गाउँपालिका वडा नम्बर 1 का महेश कठायतको पसलमा आगलागी भएर भाँडे बजार स्थित पसलमा आगलागी भएर ठुलो क्षति भएको छ र 8-10 लाख भन्दा बढीको क्षति भएको छ। त्यस्तै गरी जयपृथ्वी नगरपालिका वडा नम्बर 3 का विष्णुबहादुर खड्काको घरमा पनि पसल भएको घरमा समेत आग लागेर ठुलो नोक्सानी भएको छ। 15-20 लाख भन्दा बढीको नोक्सानी भएको छ। यसरी विभिन्न समयमा भएका आगलागीका घटनाहरूले आज ती मानिसहरूलाई साह्रो गाँस बास कपासका लागि ठुलो अप्ठ्यारो परेको छ। म सरकारको गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। म जोड दिएर भन्न चाहन्छु यो सरकारले ध्यान दियोस् र ती नागरिकहरूको क्षतिपूर्तिको समयमै व्यवस्था गरोस्। हुन त अब यो सरकारलाई चाहिँ यत्रो सिंहदरबार जलेको छ, संसद भवन जल्या छ, यत्रो चाहिँ सर्वोच्च जल्या छ, तैपनि यसलाई खासै त्यति धेरै दुखिया छैन। अब यी नागरिकहरूको घरमा आग लागेको कुरालाई दुख्ला भन्ने त मलाई लाग्दैन। तर पनि यदि लोककल्याणकारी सरकार हो, जनताको सरकार हो भने दुख्नु पर्दछ, ध्यान दिनुपर्छ।